Hi guys, welcome my new vlog. आज चाहिँ हामी गएर जाँदैछौँ। क्लास हिँडेको अलि ढिलो भइसक्यो। पछाडितिर छ साथी आउँदैछ। चाहिँ पुरै यो बाटोमा हैन भिडियो गर्न पाइन। यतातिर यस साथी छ जसले हिजो चाहिँ पुरै हुस्से लागेर केही देखिरहेदैन। अहिले अन्त जाने बेलामा हुस्से पनि छैन। आज घाम लागिरहेछ धेरै दिनपछि। घाम पनि धेरै दिनपछि देख्न पाइयो। एक बिहानै चाहिँ त्यस्तै छ। हिजो चाहिँ म एक्लै थिएँ, आज साथी पनि आइरहेछ। अगाडि गइसक्यो उतातिर। त्यही हो। ओए पखनाको टावर म आउँदैछु त, मलाई छोडेर कता कुदेको छु देख्न सक्नुहुन्छ यतातिर। साथीहरू पछाडि पनि छिटो एकदम राम्रो भिडियो छ। देख्न सक्नुहुन्छ अलि बिस्तारै हो कि त। खोइ त मिस्टर जीवन तामाङ त ठिक छ त, अगाडि नि लाग्दैन। कहाँ गयो त? राम्रो त आउँदैन, के देखाउँछ? आइज न, छिटो आइज। खोइ कस्तो छ यतातिर कालोमा छु। सुनकोसी नदी एउटा आइसकेका छौँ। उतातिर हात लाउँदैछ साथी। अति उतापट्टिबाट साइड यस्तो छ। मेरो पछाडि कराउँदैछ, यता भन्दै कराउँदैछ। ट्याक्कै हामी अहिले चाहिँ यो मोतीपाडा क्याम्पस यो गेट अगाडि आइपुगेका छौँ। त्यो रमाइलो हुँदैछ भन्नुपर्छ। यतातिर यस्तो छ। भ्यू चाहिँ राम्रो आइराखेको छ। यतातिर कलेज साइड गेट। अनि केटा के हो? हिँड्दैछ साइकलमा। ओए केटा, ओए छिटो हिँड, छिटो छिटो छिटो। मेरो ब्रेक नि लागिरहेन यार, झन्डै गएको म माछा खातिर। छिटो माथिबाट छोड्दैन त, ऊ छ क्या त्यहाँनिर, ठोकिन्छ क्या धेरै। तर यार बबाल के माछा के पछाडिबाट चाहिँ होइन यस्तो बबाल आइरहेछ नि। यता फिर्किन्छ भने पनि फिर्कि। हेर्न त यता, हेर्न त यी प त यस्तो दामी आइरहेछ नि। नत्र भने म तेरै साइडमा आइपुग्छु। हेरे त यहाँ हेरे यस्तो दामी। उयो यो ऊ होइन फुटसल, फेरि एकैछिनमा क्या क्वालिटी नि गइदियो। हामी चाहिँ आज यताबाट आइसक्यो त एकछिन। यहाँनिर चाहिँ यता साइडमा भुँडी फोड्थ्यो, उड्यो। अब के हेर्नु केटा, गइ त सक्यो। बनाउने त भनेको, अब बनाउने पाइन त के गर्नु। हामी आइसकेको छौँ। यस्तो छ सिन, एकदम धेरै राम्रो छ। सुदीप अगाडि जाँदा यतातिर यस्तो राम्रो थियो। कस्तो दामी देखिरहेको थियो क्या अहिले। अगाडि साथी छ, देख्न सक्नुहुन्छ कस्तो दामी छ आज। ल सुदीप अघि के त्यहाँनिर होइन त म आइरहेको थिएँ कि सुई आइरहेको थिएँ। कसले हो कि लो भ्लगर पो अरे के कस्तो, मैले त चिनि नै रहेको थिएँ। हिँड्न हिँड्न अहिले म पर गएपछि गर्छु। कस्तो दामी छ
अघिको त जे चाहिँ एउटा घर चाहिँ यस्तो बवाल देखिरहेको थियो नि तल्लो बाटो जाउँ न तर खाल्टा र खुल्टी होला धेरै है जे भयो भने कत्रै